ल आज हेरौँ है त मेरो चाहिँ सल्यानदेखि नवलपरासीसम्मको यात्रा हैन। म चाहिँ राङ्गेचोरबाट अटोमा चढेर पुरानो ऐतिहासिक सानी पिप्ली बजार हुँदै चौरजारीतर्फ लागेँ हैन। यो बजार चाहिँ हजुरको विगतमा रुकुम र जाजरकोटका चाहिँ हटारोहरू बास बस्ने महत्त्वपूर्ण ऐतिहासिक बजार हो कि यो। अहिले चाहिँ खासै चर्चामा छैन यो बजार, तर पहिलाको एकदमै चर्चित बजार हो हैन। त्यसपछि त्यहाँबाट म चाहिँ लागेँ चौरजारीतर्फ हैन। यो चाहिँ हो हजुरको चौरजारी बजारको बस पार्क। मैले बजार चाहिँ काटेर यता आइसकेको छु। बजार चाहिँ अलि ठुलो छ, यो अलि खाल्डोमा पर्छ। चौरजारीबाट अर्को अटो समातेर चाहिँ म चाहिँ हजुरको यो भेरी नदीको किनार हुँदै लागेँ सानो भेरी गाउँपालिका केन्द्र सिम्ली बजारतर्फ हैन। अनि बाटोभरि चाहिँ निलो भेरी नदीको किनार एकदमै रमाइलो थियो। सुन्दर गाउँको दृश्य पनि थियो। यसपछि हजुरले एकदम राम्रो ठाउँ देख्नुहुन्छ। यहाँ चाहिँ हजुरको डोल्पाबाट आएको सानो भेरी र रुकुम पूर्वबाट आएको ठुलो भेरी नदीको यो सङ्गम स्थान हो। यो रिम्नो दोभान भन्छ यसलाई, गीत पनि सुन्नुभएको होला हैन। मैले चाहिँ जहाँबाट भिडियो खिचिरहेको छु त्यो स्थान भनेको रुकुम जिल्लातर्फ पर्छ भने पारिपट्टि त्यो देखिने ठाउँ चाहिँ जाजरकोट जिल्लामा पर्छ हैन। यो ठाउँले चाहिँ चर्चित सोती घटनाको पनि मलाई सम्झना दिलायो हैन। म चाहिँ अब पुगेँ सिम्ली बजार। यो अलिकति मलाई हजुरलाई सिम्ली बजारको नजारा देखाएको छु, त्यति पुरै त खिचेको छुइनँ। सिम्लीबाट चाहिँ हामीले चाहिँ रात्रि बसको टिकट काटेर हाम्रो चाहिँ यात्रा सुरु भयो नवलपरासीसम्मको हैन। अनि सानो भेरी, माछमी, जिउला, मुसिकोट हुँदै अनि म त्यो मध्य पहाडी हाइवेबाट गइरहेको थियो हामी हैन। मध्य पहाडी लोकमार्गबाट यात्रा अघि बढायौँ। अनि यो बेला चाहिँ हाम्रो कस्तो थियो भने नयाँ वर्षको पूर्व सन्ध्या थियो के। अनि हेर्नु न कस्तो राम्रो त्यो सूर्य उदाइरहेछ हैन। अनि त्यहाँ नाचगानहरू भइरहेको थियो, रमाइलो भइरहेको थियो। यो चाहिँ हजुरको पूर्व रुकुम है, पूर्वी रुकुम चाहिँ हो हैन। बिहान 10 बजेतिर चाहिँ हामी पुग्यौँ मुगलिन हैन। मुगलिन पुगेर त्यहाँबाट चाहिँ फेरि हामीले ट्याक्सी समाएर ट्याक्सी चढेर हामी पुग्यौँ नारायणी रिसोर्टमा। यो चाहिँ हो नारायणी रिसोर्टको मेरो बस्ने रुमको नजारा, हेर्नुहोला एकदमै राम्रो थियो। अनि त्यो झ्यालबाट पनि एकदमै राम्रो भ्यू देखिन्थ्यो के। त्यहाँ झ्यालबाट हेर्दाखेरि नारायणी रिभर, अनि त्यसपछि हजुरलाई यो म बस्ने ठाउँको वरिपरिको इन्भाइरोमेन्ट पनि एकदमै राम्रो थियो। त्यसपछि हाम्रो लन्च टाइम भयो, हामीले लन्च गरेको थिएनौँ। अनि हेर्नु होला लन्चको पनि नजारा देखाउँछु म हजुरलाई। लन्च गरिसकेपछि चाहिँ मैले दिनभरि रेस्ट गरेँ। एकदमै थकाइ लागेको थियो नि त, नाइट बसमा ट्राभल गरेको। अनि साँझतर्फ चाहिँ हामी लाग्यौँ नारायणी नदी किनारतर्फ हैन। अनि यो नारायणी नदी छ नि, यो नारायणी नदीले चाहिँ बागमती प्रदेश चाहिँ चितवनतर्फ हैन, अनि यतातिर चाहिँ लुम्बिनी प्रदेश नवलपरासीतर्फलाई छुट्याउँछ कि। यो प्राकृतिक सीमा पनि हो हैन। त्यो पुलपारी चाहिँ हजुरको पर्छ बागमती प्रदेश, अनि पुलवारी चाहिँ पर्छ लुम्बिनी प्रदेश के। त्यसपछि हामी निस्क्यौँ सपिङको लागि हैन। भोलि चाहिँ हामी मन्दिर जाने भन्ने प्लान भयो। अनि त्यसको लागि पनि सपिङ गर्नु थियो, अनि मेरो मोबाइलको कभर पनि चेन्ज गर्नु थियो। अनि त्यही भएर हामी सपिङको लागि निस्क्यौँ। हामी चाहिँ हजुरको लुम्बिनी प्रोभिन्सबाट बागमती प्रोभिन्स सपिङ गर्न गयौँ हैन। यो हो हजुरको नारायणघाट बजारको रात्रिकालीन दृश्य हैन। एकदमै रमाइलो थियो, झिलिमिली। त्यसपछि हामी भोलिपल्ट चाहिँ हामी बिहान नुहाई धुवाई गरेर चाहिँ लाग्यौँ मौला कालिका मन्दिर दर्शनको लागि हैन। हामी अटोमा गएका थियौँ जान त, तर केही यात्रा चाहिँ हामीले पैदल यात्रा गर्नु पर्दो रहेछ कि, केही दूरी भनौँ न, जङ्गलको यात्रा एकदमै रमाइलो। त्यसपछि हामी पुग्यौँ मौला कालिका मन्दिर। यो हो हजुरको मौला कालिका माईको मन्दिर। यहाँहरू सबैले दर्शन गर्नु होला। अनि हामी यहाँ मैले पनि दर्शन गरेँ, म्यामहरू सरहरूले पनि दर्शन गर्नुभयो। यहाँहरूलाई पनि मैले मनोकामना पुरा होस् भन्ने कामना गर्दछु। मौला कालिका माताको दर्शन गर्दा यहाँहरूको सुख शान्ति र मनोकामना पुरा होस् भन्ने कामना गर्दछु है। हेर्नु होला यो मनोकामना पुरा होस्। त्यसपछि चाहिँ हामी पैदल यात्रा गरेर तल झऱ्यौँ। अनि त्यसपछि फेरि हामी अटो चलेर होटेलमा फर्क्यौँ। अनि होटेलमा पुगेपछि मैले तातो पानी खाएँ। तातो पानी खाइसकेपछि चाहिँ अनि मैले ब्रेकफास्टको लागि रेडी भएँ। हेर्नु होला यो चाहिँ मेरो ब्रेकफास्टको नजारा हो।
ब्रेकफास्ट पछि हाम्रो सुरु भयो ओरिएन्टेसन, फाइनान्सियल ओरिएन्टेसन। त्यसपछि ओरिएन्टेसन पछि हाम्रो भयो लन्च ब्रेक। लन्चको नजारा पनि हेर्नु होला। अब यो हो हजुरको भोलिपल्ट मेरो मेन उद्देश्य नवलपरासी जानु भनेको नै यही फाइनान्सियल सफ्टवेयरको ओरिएन्टेसन हो। हाम्रो न्यू फाइनान्सियल सफ्टवेयरको ओरिएन्टेसन हो। यसमा चाहिँ मैले हजुरहरूलाई चाहिँ यो दिनको चाहिँ मैले ब्रेकफास्ट स्न्याक्स कसैको पनि राखिनँ। यो हो डिनरको, हाम्रो सेकेन्ड डेको डिनरको थोरै नजारा चाहिँ मैले राखेको छु। यो चाहिँ हाम्रो सेकेन्ड डे भने पनि भयो, यो हाम्रो फाइनल डे भने पनि भयो हैन हाम्रो। त्यसपछि हेर्नु होला यो रातिको रमाइलो। हाम्रो त मेरो छ म बोल्दिन्छु बोर्ड से के बोर्ड अहिले बुझे छैन के सुन अब त इमानदार खेल्दै यो सुरेन्द्र सर एकदमै झ्याली अब तिर्न खोज्दै झ्याली भनेको झ्याली होइन के मटर फुल लगाउन न झ्याली भनेछु मैले झ्याली कति रे तपाई 50 खाइदिनुस् त तपाईको 50 तिरे भने झ्याली भन्नु राखेर नि मनसम्मान के गर्नु अहिले सुरुकै बोर्ड पनि मैले मेरो भ्लग हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भ्लगमा भेटौँला है त। सी यू सुन। बाई बाई।